नमस्कार साथीहरू। कोरियन सरकारले E7 भिसा परिवर्तनको लागि पहिलाभन्दा एकदमै सहज गराउँदै लगेको कुरा तपाईहरु सबैलाई थाहा नै छ। बिस्तारै धेरैलाई E7 भिसा दिने, अझै सहजीकरण गर्ने, अझ पछिल्लो समय त E7 4R भन्ने भिसालाई भाषै नचाहिने, कोरियाको 2 वर्षभित्रै परिवर्तन गर्न सकिने भनेर न्युजहरु पनि आइरहेको थिए। यो कार्यान्वयन पनि भइसकेको छ। अहिले कतिपयले त्यसरी भिसा परिवर्तन गर्नको लागि प्रोसेस पनि सुरु गरिसक्नु भएको छ। त्यही देखेर मजाकमा कतिपय साथीहरूले यो E7 भिसा त कुन दिन हामीले डिपार्टमेन्ट स्टोरबाट किन्न पाइन्छ, कुन दिनबाट यो भिसा त पसलमा बेच्न राखिरा हुन्छ, पैसा दिएर किन्न सकिन्छ भनेर भन्नुहुन्थ्यो। नभन्दै कोरियाको चर्चित CU डिपार्टमेन्ट स्टोर जुन पसलले चाहिँ भिसा परिवर्तन र नवीकरणको सुविधा लिएर आएको छ। CU का पसलमा राखिएको QR कोड स्क्यान गरेर फारम भरेपछि भिसा परिवर्तन सम्बन्धी विशेषज्ञसँग सीधा सम्पर्क गर्न सकिनेछ। हाललाई यो सेवा चाहिँ अंग्रेजी, चिनिया, जापानी र भियतनामी भाषामा उपलब्ध गराइएको छ। भिसा नवीकरणको शुल्क जम्मा 20,000 वोन तोकिएको छ, जुन चाहिँ बाहिर बजारमा तोकेको भन्दा 50% ले सस्तो हो। यो सुविधा लिनको लागि तत्काल चाहिँ तेइरिम, होङदे, इथेवोन, होङदेमुन जस्ता विदेशी धेरै बसोबास गर्ने क्षेत्रमा चाहिँ सुरुमा पहिलो चरणमा सुरु गरिएको छ। सँगै यो वर्ष मात्रै 1000 पसलसम्म यो सुविधा पुगाउने भनेर CU ले बताएको छ। आगामी दिनमा CU ले मुद्रा सटै, कर फिर्ता सम्बन्धी सुविधा समेत ल्याउने भनिएको छ। एउटा सामान्य पसल भनौं न, नेपालको भाटबाटिनी पनि हैन, नेपालको चाहिँ बिगमार्ट जस्तो एउटा सामान्य पसलले अहिले विदेशीहरुका लागि भिसा परिवर्तन गर्ने, आगामी दिनमा मुद्रा सटै र कर फिर्ताको सुविधा लिने, पहिलाबाट नै खाना लगायत विभिन्न पेय पदार्थ, खानेकुरा, त्यसपछि गएर सवारी कार्डहरु त पहिला पनि किन्न पाइन्थ्यो CU बाट, सँगसँगै थेक्वे गर्ने सुविधा पनि CU मा रहेको छ। तपाईलाई भिडियो जानकारीमूलक लाग्यो भने भिडियोलाई लाइक, च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। धन्यवाद।